मैले दिने रहन्छु। मलाई केही पनि लिनु छैन, मलाई केही पनि लिनु छैन। स्ट्रङ मान्छे धेरैले होइन, म स्ट्रङै छु, तर कस्तो भने एउटा लाइक फिलिङ्स होइन। तर धेरै मान्छेले चाहिँ अब त्यो खालको शङ्का उपशङ्का पनि गरिराख्नु भएको रहेछ क्या, त्यो चिज होइन। र जतिन्जेल बाँच्छु मैले यो देशलाई दिइ नै राख्ने हो, जतिन्जेल बाँच्छु दिइ नै राख्ने हो। म केही पनि लिन र सबैलाई दिनुपर्छ भन्ने प्रेरणा पनि म राख्न चाहन्छु होइन। किनभने हामीले लगेर जाने केही पनि होइन क्या, होइन के पनि लगेर जाने होइन। त्यसले गर्दाखेरि तेरो मेरो हामी आज लडिरहेछौँ नि, झगडा गरिरहेछौँ, त्यो लड्न झगडा गर्न पनि छोडौँ। त्यो छ। सपना देख्नु मात्रै ठुलो कुरो होइन, सपना देख्नु पनि केही कुरो हो। सपना देख्नु मात्रै ठुलो कुरो होइन, त्यसलाई होइन सङ्घर्ष गरेर त्यसलाई चाहिँ गरी छाड्नु ठुलो कुरो हो। त्यो सङ्घर्षमा तपाईँले साथ दिनुभएको छ। निस्वार्थ काम गर्ने मान्छेले होइन त्यसो भनेर बुझ्नुहोस्। पानी पर्दैछौँ र हामी सबै निस्वार्थ भावले लागौँ क्या, होइन। एकले अर्काको खुट्टा तालेर मुद्दा हालेर तँलाई पख, तँलाई यस्तो गर्छु, तँलाई काट्छु, मार्छु भनेर मार्छु। गलत, सबै गलत होइन। हामीले यो देशलाई माया गरौँ होइन, त्यही भन्छु। सबैजना यत्रो दुःख गरेर हामी यहाँ आयौँ। मैले त गरिनँ दुःख, म त के हो र, तपाईँहरूले दुःख गर्नुभएको छ। पानीमा भिज्दै आउनुभयो, सबैले धन्यवाद दिन्छ। मेरो चाहिँ संसारमा फेरि एक धुर जग्गा पनि छैन मेरो नाम, जहाँ म बसिरहेको छु त्यो मेरो दाइको घर हो। बाउले कमाउनु भएको पहाडमा छ है। कतिले चाहिँ भन्छ यो जग्गा पछि गएर लिएर यस्तो उस्तो, त्यो होइन, मलाई चाहिँदैन। म त मर्दाखेरि मलाई नगाड्नुसम्म पनि भन्नु कि जस्तो लाग्छ, तर मरिसकेपछि मेरो इच्छा अनुसार हुँदैन होइन। यो धरतीकै एक थोपा एक इन्च पनि जग्गा मैले चाहिँ नउगट्नु पाए पनि हुन्थ्यो जस्तो पनि लाग्छ कता कता, मेरो आफ्नो फिलिङ छ त्यो। त्यसले गर्दाखेरि जग्गा उगटेर पछि गएर यस्तो यस्तो भनेर जुन एउटा शङ्काको दृष्टिले हेरिराख्नु भएको छ नि, त्यो नहेर्नुहोस्। त्यो छ। र मेरो मनमा एक थोपा पनि स्वार्थ नदिकन म धरानुको महानगरपालिकाको मेयर भयो। यदि स्वार्थ लिने हो भने तपाईँहरूले मलाई होइन एक दिनमा, 2 दिनमा, 1 हप्तामा चिन्नु होइन। र मैले जतिन्जेल तपाईँको चाहिँ नि मलाई शङ्का उपशङ्काको नजरबाट पनि मान्छेले हेर्छन् होइन, अनेक भनिराखेको छ। तर तपाईँहरूले लाग्ला सानो मन होइन, यो देश रोइराखेको हुन्छ मेरो आँखाबाट क्या है। म कहाँ रोएको छु र छैन नि, म त सधैँ हाँसिराख्ने मान्छे भनेर मेरो नाम पनि हर्क भनेको हर्ष हो। तर धेरै मान्छेहरूले त्यो तरिकाले पनि हेर्नुहुन्छ क्या। यो संसारमा
कोही त्यस्तो एउटा मान्छे छ जो चाहिँ एक थोपा पनि स्वार्थ नलिकन राजनीतिमा आएको छ भने त्यो मान्छेले आएको छ। र सबैजनाले अब सकारात्मक पाइला चालिएको छ हैन। यो अचम्म लाग्दो पनि छ, किन छ भन्दाखेरि यसको लागि चाहिँ हामीले पैसा छुटाएनौँ, सरकारले बजेट लगाएन हैन, लगाउँदैनौँ हामी आफैले गर्नुपर्छ भनेर जुटेको। यसले चाहिँ हाम्रो एकता हैन लाई पनि यसले देखाएको छ। अब यो राई लिम्बूको मात्रै हो अथवा कुनै एउटा समुदायको मात्रै हो भनेर बुझ्नु पनि हुँदैन हैन। बाहुनहरूले पनि सहयोग गर्नुभएको छ, हामीसँग रेकर्ड छ। क्षेत्रीहरूले पनि गर्नुभएको छ है, तामाङहरूले पनि गर्नुभएको छ, गुरुङहरूले पनि गर्नुभएको छ है। सबै समुदायले, शेर्पाहरूले गर्नुभएको छ, सबै समुदायले सहयोग गर्नुभएको छ। ठुल्ठुला कार्यक्रमहरू पनि हामीले विगतमा गऱ्यौँ होइन। त्यति ठुल्ठुलो कन्सर्ट धरानको इतिहासमा हामीले गर्न सकेको थिएनौँ। ती सम्पूर्ण कलाकारहरूलाई पनि सम्झना गर्न चाहन्छौँ। र हामीले चाहिँ नै मिलेर गर्दाखेरि नहुने कुरा केही पनि छ है। हर कोही जसले चाहिँ नि हामीलाई 1 रुपियाँ मात्रै भए पनि 1 घन्टा मात्रै भए पनि दिएर सघाउनु भएको छ, तपाईँहरूको कारणले गर्दाखेरि यो भयो। म चाहिँ कस्तो मान्छे हुँ भन्दाखेरि